हेलो साथीहरू, नमस्ते सबैजनालाई। यो मेरो आज चटपटी बनाएको फर्स्ट भिडियो। मैले चटपटी खान मन लागेर मैले आज चटपटी बनाएको छु। चटपटी कसरी बनाएँ भन्छु ल। फर्स्टमा धनियाँलाई पखालेँ, त्यसपछि प्याजहरू टमाटरहरू पखालेँ, त्यसपछि धनियाँलाई कटिङ गरेँ, टक 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 पारेर मसिनो पारेर कटिङ गरेँ। अनि त्यसपछि कटिङ गरेको धनियाँलाई भाँडामा राखेँ, टक टक पारेर राखेँ है, त्यो पनि टक टक पारेर राखेको। अनि आलु चाहिँ उसिनेर रेडी पारेर राखेको थियो। अनि त्यहाँदेखि खनाएँ, अनि प्याजलाई पनि टक्क काटेर अनि पुरै भाँडामा राखेँ। अनि प्याजहरू टमाटर पुगेन, अनि अदुवा टमाटरहरू फेरि काटेर राखेको। अनि खुर्सानी टक टक खुर्सानी काटेँ, त्यसपछि उसिनेर राखेको भिजाएर राखेको चाहिँ चना थियो, त्यो चना पनि राखेँ। त्यसपछि बिरेन राखेँ अलिकति आफ्नो स्वादअनुसारको। त्यसपछि मैले वाइ चाउचाउ राखेँ अलिकति, होइन 3टा चाउचाउ राखेको, 3टा। त्यसपछि कागतीलाई निचारेर मजाले, एउटा कागती होइन दुईटा कागती निचारेको, तर चुक चाहिँ खतरा रहेछ। अनि त्यसपछि भुजालाई राखेँ। अनि भुजा चाहिँ मैले आधा केजी किनेर लिएर आएको थिएँ, 60 रुपियाँको। यति धेरै भुजा आएको थियो क्या, त्यो प्याकेटमा किन्यो भने थोरै आउँछ, त्यही भएर। अनि त्यसपछि सबै सामानलाई रेडी पारेर मोलेँ, किनभने सादा चटपटी गराएको कि, किनभने मलाई सन्चो छैन नि त, बिरामी भएको छु। त्यो कतै पनि चटपटी खान मन लागेर अनि हात सफा गरेर हातले नै मोलेर मजाले चटपटी बनाएँ। त्यसपछि चटपटी रेडी भयो अनि खायौँ। सबैजनाले लाइक सब्सक्राइब सेयर गरिदिसो, मेरो फर्स्ट भिडियो हो।